नमस्ते साथीहरू, तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। के तपाईँलाई स्नो रिभर्स लिमिटेडको आइपिओ परेको थियो? यदि परेको थियो भने यस कम्पनीको आइपिओ आज नेप्सेमा लिस्टेड भएको छ भने अब तपाईँले यस कम्पनीको आइपिओको कारोबार कहिलेदेखि गर्न सक्नुहुनेछ? यस कम्पनीको ओपनिङ प्राइस कति रहेको छ? तपाईँले चाहिँ यस कम्पनीको आइपिओबाट कतिसम्म कमाउन सक्नुहुनेछ? अर्थात् यस कम्पनीको कति किता सेयर नेप्सेमा लिस्टेड भएको छ भनेर सम्पूर्ण जानकारी लिनेछौँ। यो सम्पूर्ण जानकारी लिनको लागि भने तपाईले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज मिति 2083 3/11 गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड र स्नो रिभर्स लिमिटेड बीच प्रति शेयर अंकित तथा चुक्त मूल्य 100 रुपियाँ कायम भएका 93,75,000 किता साधारण शेयर सूचीकरण सम्झौता सम्पन्न भएको छ। यस कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको 20% अर्थात् 18,75,000 किता र संस्थापक लगानीकर्ताका लागि निष्कासन गरेको 80% अर्थात् 75 लाख किता गरी कुल नेप्सेमा 93,75,000 किता अर्थात् 100% साधारण शेयर सम्झौता सम्पन्न भएको छ। अब स्नो रिभर्स लिमिटेडको आइपिओ तपाईले भोलिदेखि दोस्रो बजारमा कारोबार गर्न सक्नुहुनेछ भने यस कम्पनीको आइपिओ लाई तपाईले दोस्रो बजारमा कारोबार गर्दाखेरि SNORL सिम्बलबाट कारोबार गर्न सक्नुहुनेछ भने स्नो रिभर्स लिमिटेडको आइपिओ लाई नेप्सेले ओपनिङ प्राइस भने रु 100 रुपियाँदेखि 300 रुपियाँसम्म तोकेको छ। अब भोलि बिहान प्री ओपन सेसनमा रु 100 रुपियाँदेखि 300 रुपियाँ भित्र कुनै पनि कारोबार भएको खण्डमा त्यसैलाई अन्तिम कारोबार मानेर स्नो रिभर्स लिमिटेडको दोस्रो बजारमा कारोबार सुरु हुनेछ। स्नो रिभर्स लिमिटेडको प्रति किता मूल्य कतिसम्म जाला भनेर कुराकानी गर्ने हो भने यस कम्पनीको प्रति किता मूल्य कम्तीमा पनि 12 देखि 1300 रुपियाँसम्म जान सक्ने सम्भावना रहेको छ। किनभने यस कम्पनीको पब्लिक शेयर 18,75,000 किता मात्र रहेको छ भने त्यसमध्ये केही किता यस कम्पनीले स्थानीय बासिन्दाका लागि र कर्मचारीका लागि निष्कासन गरेको छ भने कर्मचारी र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको शेयर 3 वर्षसम्म लकिङ अवधिमा हुने भएको कारणले गर्दा यस कम्पनीको पब्लिक शेयर दोस्रो बजारमा कारोबार हुने भनेको कम्तीमा पनि 9 देखि 11 लाख किता मात्र रहेको छ भने यसको आधारमा यस कम्पनीको आइपिओमा दोस्रो बजारमा सप्लाई कम हुने र डिमान्ड बढी हुने भएको कारणले गर्दा पनि यस कम्पनीको आइपिओमा कम्तीमा पनि 10 देखि 12 दिनसम्म सकारात्मक सर्किट लाग्ने सम्भावना रहेको छ। यसको आधारमा स्नो रिभर्स लिमिटेडको आइपिओबाट तपाईले कम्तीमा पनि 12 देखि 13,000 रुपियाँसम्म कमाउन सक्नुहुनेछ। अब त्यो त यस कम्पनीको आइपिओ हात पारेका लगानीकर्ताले कसरी होल्ड गर्न सक्नुहुनेछ भन्ने कुरामा पनि भर पर्नेछ। हस्त साथीहरू, आजको लागि यति नै। म यस्तै शेयर बजार सम्बन्धी र आइपिओ सम्बन्धी भिडियो लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्मको लागि बिदा हुन्छु। नमस्ते।